नमस्कार साथीहरु, तपाईहरुलाई फेरि पनि मेरो च्यानलमा स्वागत छ र म धेरै पछि चाहिँ फेरि एसिया सम्बन्धी एउटा भिडियो लिएर उपस्थित भइसकेको छु है। एकदम लङ टाइम पछि फेरि पनि भिडियो ल्याएको छु एसिया सम्बन्धी। यो पनि एकदम काम लाग्ने भिडियो छ हैन। यसमा चाहिँ हामीले जति पनि अब एसियामा चाहिँ पहिलेको सेटहरुमा हैन मोबाइल डिभाइसहरुमा जति पनि हामी लगइन गरेको हुन्छौं हैन। त्यो लगइन गरेको चाहिँ डिभाइसहरु चाहिँ 8 भएर बसेको हुन्छ हाम्रो है एसियामा हैन। त्यसमा चाहिँ हामीले कसरी हटाउने त्यो सम्बन्धी छ भिडियो है, पुरा भिडियो हेर्नु होला। सर्वप्रथम त हैन तपाईहरु चाहिँ एसियामा जानु होला है। एसियामा गइसकेपछि मेरो चाहिँ अटो लगइन राखेको छु हैन। यसमा चाहिँ 2082 को चाहिँ शुभकामना दिएको छ। तपाईहरुलाई 2082 को शुभकामना। हामी चाहिँ जानुपर्ने कहाँ हुन्छ भन्दाखेरि मोरमा जानुपर्ने हुन्छ है। तल मोरमा गइसकेपछि डिभाइस एन्ड क्रेडिट एन्ट्रल्स भनेको छ। यसमा गइसकेपछि हामीले यहाँ जति पनि माइ डिभाइसेस भन्ने उसमा चाहिँ अप्सनमा चाहिँ यो सेक्सनमा चाहिँ हामीले जति पनि एड गरेका छौं नि, पहिला लगइन गरेका छौं नि, सबै मोबाइल डिभाइसहरु यहाँ देखाउँछ है। अब यसलाई चाहिँ हामीले कसरी डिलिट गर्ने, 3 डटमा जाने र ब्लक र रिमुभको अप्सन आउँछ हैन। रिमुभ पनि गरिदिन्छु म। रिमुभमा चाहिँ अब यहाँ रिमार्क्स कुनै केही लेख्नु पर्ने हुन्छ। जस्तै म रिमुभ, जस्तै एक्जाम्पलको लागि चाहिँ म रिमुभ दिसै लेख्छु हैन। तपाईहरुले जे पनि लेख्न सक्नुहुन्छ। त्यो डिभाइस डिलिटेड सक्सेसफुली भनिसकेको छ। अनि अर्को पनि डिलिट गर्छु। 3 डटमा जाने ब्लक र रिमुभ डिलिटको अप्सन छ। डिलिट माथि दिन्छु म हैन। तपाईले डिलिट माथि दिन सक्नुहुन्छ, ब्लक पनि गर्न सक्नुहुन्छ। अब यसमा जे पनि लेख्न सक्नुहुन्छ है। मैले चाहिँ रिमुभ दिस अथवा रिमुभ अथवा डिलिट जे पनि लेख्छु हैन। तपाईले जे पनि लेख्न सक्नुहुन्छ है। रिमार्क्समा जे लेख्दिने हुन्छ। डिलिट गरिदिन्छु। मेरो यत्रो हैन पहिला एड भएर बसेको थियो पहिलाको पुरानो सेटहरु हो जुन चाहिँ मैले युज गरेको छैन हैन। त्यसमा मेरो त्यो सेटहरुमा चाहिँ मेरो इसेवा आइडी चाहिँ एड भएर बसेको छ हैन। त्यही भएर म चाहिँ रिमुभ गर्दै छु। तपाईहरुले पनि यसरी आफ्नो चाहिँ इसेवा आइडी चाहिँ कुनमा लगइन चाहिँ एड भएर बसेको छ सेटमा हैन। पहिलाको सेटहरुमा त्यो चाहिँ तपाईहरुले चाहिँ एकदम हटाउन सक्नुहुन्छ, डिलिट ब्लक गर्न सक्नुहुन्छ है। मैले चाहिँ अहिले हाल चाहिँ मैले पोको X3 युज गरिरहेको छु हैन। त्यही भएर अरु चाहिँ म डिलिट गरिदिन्छु। ग्यालेक्सी S6 प्लसहरु यिनीहरु चाहिँ पहिले युज गरेको थिए। नो निड भनेर नि लेखिदिन्छु है। तपाईले जे लेख्न सक्नुहुन्छ। ग्यालेक्सी S6 पनि म डिलिट गरिदिन्छु। मेरो राख्छु मात्र पोको X3। यो पनि नो निड भनेर लेखिदिन्छु है। ओके, सक्सेसफुली चाहिँ डिलिट भइसकेको छ हैन। यसरी चाहिँ हामीले पहिलेको लगइन गरेको सेटहरुमा चाहिँ हामीले डिभाइस लगआउट गर्न सकिन्छ, रिमुभ गर्न सकिन्छ है। हस्त साथीहरु, भिडियो मन परे लाइक गरिदिनु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला। फेरि पनि म यस्तै भिडियो लिएर आउने छु। हस्त, धन्यवाद।